बितेर जान्छ, मानिसहरू टाढा हुन्छन्, तर बिताएका ती सुन्दर सम्झना र क्षणहरू कहिले टाढा हुँदैन। गुड आफ्टरनुन एभ्रिवान, नमस्कार सम्पूर्णमा। Respected founder sir, principal ma'am, respected coordinator ma'am, administration, respected teachers, juniors, brother and sister and my dear friend. यहाँ उपस्थित हुनुभएको सम्पूर्ण महानुभावहरूमा मेरो न्यानो अभिवादन। मेरो नाम नमुना घिमिरे, म यस शुभ स्वस्तिक टेक्निकल इन्स्टिट्युट तेस्रो वर्ष अध्ययन गर्ने छात्रा। आज यहाँ आएर बोल्दै गर्दाखेरि मनमा धेरै कुरा आएको छ। खुसी, गर्व, उत्साह अनि सबैभन्दा ती 3 वर्षका सम्झनाहरू आइरहेको छ। आजको यो प्रोग्राम अरू प्रोग्रामहरूभन्दा धेरै भिन्न र विशेष छ। आजको यो प्रोग्राम अरू प्रोग्रामहरूभन्दा धेरै भिन्न र विशेष छ। आजको स्पिच अरू प्रोग्रामहरूको स्पिचभन्दा अलिक फरक र लामो हुनेछ। ती 3 वर्षका सम्झनाहरू आइरहेको छ। आज हामी एउटा प्रोग्रामका लागि मात्र यहाँ जम्मा भएको छैनौँ। हामी हाम्रो जीवनको एउटा सुन्दर अध्यायलाई बिदाई गर्न यहाँ जम्मा भएका छौँ। हामी यो कलेजको पहिलो ब्याच, त्यसैले हाम्रो यात्रा अरू ब्याचहरूभन्दा अलिक फरक र विशेष छ। हामी यो शुभ स्वस्तिक टेक्निकल इन्स्टिट्युटको पहिलो ब्याच, त्यसैले यो हाम्रो यात्रा अरू ब्याचहरूभन्दा अलिक फरक र विशेष छ। जब हामी कलेजमा आएका थियौँ त्यति बेला कलेज आज जस्तो थिएन। हामीले यस कलेजलाई सुरुवाती दिनहरूदेखि बुझ्यौँ, हेऱ्यौँ र आफ्नै आँखाले परिवर्तन हुँदै गरेको देख्यौँ। कहिले क्लासरुमको कमी, कहिले नयाँ व्यवस्था, कहिले नयाँ नियम। पहिले कस्तो थियो, अहिले कस्तो भयो। हेर्दा हेर्दै कलेज पनि ठुलो र एउटा राम्रो इन्स्टिट्युट बन्यो। सायद त्यसैले यो कलेज हाम्रो लागि एउटा पढ्ने ठाउँ मात्र होइन, एउटा जीवनको ठुलो हिस्सा पनि बनेको छ। सायद यो कलेज हाम्रो लागि एउटा पढ्ने ठाउँ मात्र होइन, हाम्रो जीवनको एउटा ठुलो हिस्सा पनि बनेको छ। हामी पहिलो ब्याच भएकाले कलेजको धेरै फेजहरूमा हामी प्रत्यक्ष रूपमा जोडिनौँ। हामी पहिलो ब्याच भएकाले हामी कलेजका धेरै विभिन्न फेजहरूमा प्रत्यक्ष रूपमा जोडियौँ। कहिले नयाँ कुराको सुरुवात हुँदा हामीले त्यसको पहिलो अनुभव लियौँ। कहिले कलेजमा नयाँ कुराको सुरुवात हुँदाखेरि हामीले यस कलेजको पहिलो अनुभव लियौँ। कहिले केही समस्या आयो भने त्यसलाई मिलाउन हामी पनि सहभागी भयौँ। कहिले केही कलेजमा समस्या आयो भने त्यसलाई मिलाउन हामी पनि सहभागी भयौँ। त्यसैले यो कलेजसँग हाम्रो सम्बन्ध अरू ब्याचहरूभन्दा अलिक फरक र विशेष छ। कलेजको विकाससँगै हामी पनि अगाडि बढ्यौँ। कलेजको विकाससँगै हामी पनि अगाडि बढ्यौँ। आज पछाडि फर्केर हेर्दा लाग्छ कलेज जति अगाडि बढ्यो हामी पनि त्यतिकै अगाडि बढ्यौँ। सबैभन्दा पहिले यो संस्थाको सपना देखेर यो संस्था खोल्ने हाम्रो सम्पूर्ण फाउन्डर सरहरू विजय सर, दीपक सर, अमरुल सर, उहाँहरूलाई मनदेखि नै आभारी। उहाँहरूले एउटा कलेज मात्र खोल्नु भएन, हामी जस्ता सम्पूर्ण विद्यार्थीहरूको भविष्य बनाउने एउटा बाटो दिनुभयो। उहाँहरूले हामीलाई सधैँ सहज वातावरण बनाइदिनु भएकोमा हृदयदेखि नै धन्यवाद। उहाँहरूले एउटा कलेज खोल्नुभयो, त्यसमा हामीले आफ्नो भविष्य लेख्यौँ। अब पालो आउँछ हाम्रो शिक्षक शिक्षिकाहरूको। सबैभन्दा सुरुमा राखी म्याम, कलेजको त पहिलो दिनहरूदेखि आजसम्म हाम्रो साथमा रहनु भएको म्याम। हाम्रो हरेक उतार चढाव पहिलेदेखि नै अहिलेसम्म देखिरहनु भएको छ। हाम्रो सुरुवाती दिनहरूदेखि आजसम्मको हाम्रो हरेक उतार चढाव देख्नु भएको छ। सुरुको त पहिलो दिन नयाँ ठाउँ, नयाँ अनुहार र आँखाभरि सपना थियो। मनमा धेरै डर थियो, तर राखी म्याम हाम्रो साथमा हुनुहुन्थ्यो, जसले सुरुदेखि नै हामीलाई सम्हाल्दै एउटा नर्सिङ यात्राको पहिलो पाल्न चाल्न सिकाउनु भयो। राखी म्यामले हामीलाई पहिलेदेखि नै सम्हाल्दै नर्सिङ यात्राको एउटा पाइला चाल्न सिकाउनु भयो। कहिले पढाउनु भयो, कहिले सिकाउनु भयो, कहिले गाली पनि गर्नुभयो अनि कहिले आफ्नै बच्चा जसरी माया पनि गर्नुभयो। म्याम, हजुरलाई हामी एउटा टिचरको रूपमा मात्र होइन, हाम्रो यात्राको सुरुवातदेखि नै साथ दिने एउटा महत्त्वपूर्ण व्यक्तिको रूपमा सम्झिनेछौँ। हजुरलाई धेरै धेरै धन्यवाद र धेरै धेरै माया। हजुरको यो साथ, सपोर्ट र सम्झना हामी जिन्दगीभरि राख्नेछौँ।
अब त्यसपछि एउटा यस्तो व्यक्ति जो हाम्रो यात्राको अलिक पछि जोडिनु भयो तर सबैभन्दा अमूल्य र खास हुनुभयो, हाम्रो कोअर्डिनेटर, हाम्रो सब्जेक्ट टिचर, हामीसँगै हाम्रो होस्टेलमा बस्ने हाम्रो प्यारी नेहा म्याम। क्लासरुमदेखि होस्टेलसम्म, पढाइका कुरादेखि व्यक्तिगत समस्यासम्म सबै कुरामा म्याम हामीसँगै जोडिनु भयो। हामीले हजुरलाई धेरै पटक दुःख दियौँ होला, डिस्टर्ब गऱ्यौँ होला। हामीले हजुरलाई धेरै पटक डिस्टर्ब गऱ्यौँ होला, धेरै दुःख दियौँ होला, धेरै कुरामा हजुरलाई सतायौँ पनि होला। तर हजुरलाई हामीले धेरै दुःख दिए पनि हजुरले हामीलाई सधैँ सही बाटो देखाउनु भयो। हाम्रा ती तिता र नमिठा वचन सुनेर पनि हजुरले हाम्रो लागि बोल्न कहिले पछि हट्नु भएन। हामीलाई अनुशासन सिकाउनु भयो, हामीले नबुझेका कुरा पटक पटक सिकाउनु भयो। कहिलेकाहीँ हामीसँग रिसाउनु भयो, कहिले गाली पनि गर्नुभयो, तर ती हाम्रा हातहरू कहिले छोड्नु भएन। आज बुझ्दैछौँ ती सबै हाम्रो राम्रोको लागि रहेछ। हजुरले हामीलाई दिनुभएको साथ, सपोर्ट, माया हामी कहिले बिर्सिने छैनौँ। थ्याङ्क यू म्याम फर गाइडिङ अस फर भेरी बिगिनिङ। रिना म्याम, हाम्रो सब्जेक्ट टिचर, सरल र शान्त स्वभावको तपाईँले हामीलाई किताबको कुरा मात्र होइन, नर्सिङलाई कसरी बुझ्ने, प्र्याक्टिकल्ली कसरी हेर्ने कुराहरू पनि सिकाउनु भयो। हजुरको क्लास, हजुरको टिचिङ स्टाइल र हजुरले हामीलाई दिनुभएको ज्ञान हामीसँग सधैँ रहनेछ। हजुरलाई पनि धेरै धेरै धन्यवाद र धेरै माया। सुशीला म्याम, हजुरले हामीलाई थोरै समय पनि धेरै माया दिनुभयो। हजुरको क्लास, हजुरले सिकाउनु भएका कुरा, सम्झाउनु भएका कुराहरू हाम्रो नर्सिङ यात्राको एउटा महत्त्वपूर्ण हिस्सा बनेको छ। हजुरलाई पनि धेरै धेरै धन्यवाद र धेरै धेरै माया। यसै गरी हाम्रो प्रशासन प्रमुख प्रवीण सर र प्रशासन सहायक राजेश सर हाम्रो प्रब्लमहरू सुनिदिनु भयो, हामीलाई सम्झाउनु भयो, बुझाउनु भयो, हामीलाई सधैँ हौसला र माया प्रदान गरिदिनु भयो र सधैँ आफ्नो छोराछोरी र बहिनी सर मान्नुभयो। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद र धेरै धेरै माया। यसै गरी हाम्रो सम्पूर्ण एक्सटर्नल टिचरहरू जो हामीसँग फर्स्ट इयरदेखि र थर्ड इयरसम्म रहनु भएको, हाम्रो नेपाली टिचर रोजी म्याम, हजुरले आफ्नो भाषा र अभिव्यक्तिलाई नबिर्सन सिकाउनु भयो। दिपेन्द्र सर, हाम्रो फर्स्ट इयर इङ्ग्लिस टिचर र सेकेन्ड इयर सोसल टिचर, हामीलाई सधैँ माया र हौसला प्रदान गरिदिनु भयो। यसै गरी हाम्रो पशुपति सर, हाम्रो बेसिक साइन्स टिचर, कठिन विषयलाई पनि सरल तरिकाले बुझाउनु भयो। हजुरले हामीले आफूलाई गर्ने भन्दा पनि विश्वास गर्नुभयो। हामी कहिले आत्तियौँ, कहिले डरायौँ। पहिलो पटक फाइनल इक्जाम दिन जाँदा पनि पशुपति सरले हामीले आफूलाई गरेको भन्दा पनि बेसी हाम्रो विश्वास गर्नुहुन्थ्यो। तिमीहरूले गर्न सक्छौ, तिमीहरूले सक्छौ, तिमीहरूको राम्रो रिजल्ट आउँछ भनेर हामीलाई सधैँ हौसला प्रदान गरिदिनुहुन्थ्यो। फार्मा सर, औषधिको नामदेखि लिएर यसको सही प्रयोग र जिम्मेवारीको सम्मको यो सिकाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। समीक्षा म्याम, कक्षा कोठादेखि लिएर क्लिनिकल पोस्टिङसम्म दिनुभएको साथ सपोर्टको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद। प्रजिता म्याम, हजुरलाई धेरै धेरै धन्यवाद र माया। हजुरले हामीलाई सिकाउनु भएका कुरा हामी सधैँ सम्झनेछौँ। अब कुरा आउँछ हामीलाई अहिले पढाउने शिक्षक शिक्षिका मात्र होइन, हामीलाई पहिलो वर्षमा हामीलाई पढाउने शिक्षक शिक्षिकाको कुरा। हामीलाई हाम्रो पहिलो वर्षमा हामीलाई पढाउनु भएको र हामीसँगै हाम्रो होस्टेलमा बस्नु भएको एक विशेष व्यक्ति एसिका म्याम, आज यो हाम्रो फेयरवेलमा हजुरलाई हामी सम्पूर्ण पिसिएल नर्सिङको तर्फबाट धेरै धेरै सम्झना। फेयरवेलमा तपाईँलाई सम्झिरहेका छौँ। सम्पूर्ण सुरुवातका ती दिनहरू सम्झना मन फेरि त्यही पुग्छ जहाँ हजुर हामी सँगै हुनुहुन्थ्यो। सधैँ सरल, शान्त र आफ्नै जस्तो लाग्ने, मन एकदम सफा, बोलीमा मिठास अनि मनमा माया थियो। हामीले नबुझेका कुरा बुझाउनु भयो, हामी अल्मलिँदा सही बाटो देखाउनु भयो। त्यसैले त छोटो समय पनि हजुर हाम्रो मनमा बस्नुभयो। आज यो फेयरवेलमा हजुरलाई सम्झँदा मन अलि भारी भएको छ। हजुर हाम्रो सुरुवाती यात्राको सुन्दर हिस्सा हुनुहुन्थ्यो म्याम, जसलाई हामी आज पनि उत्तिकै माया र सम्मानका साथ सम्झिरहेका छौँ। हाम्रो मनमा हजुरलाई
मनमा हजुरलाई माया र हजुरको ठाउँ जहिले नै विशेष रहनेछ। यसै गरी हामी हाम्रो प्रियङ्का म्यामलाई पनि सम्झन चाहन्छौँ। हामीले टिचरहरूसँग विषयका कुरा मात्र सिकेनौँ, कुन समयमा आफूलाई कसरी प्रेजेन्ट गर्ने भन्ने पनि सिक्यौँ। हाम्रो यो जर्नीमा हस्पिटलका दिनहरू पनि विशेष छन्। हस्पिटलमा बिताएका ती क्लिनिकल डेज, बिहानको ड्युटी, थकान, रातको ड्युटी, वार्डको दौडधुप, पेसेन्टको केयर, केस प्रेजेन्टेसन, रिपोर्ट, मेडिकेसन, प्रोसिड्युर। कहिले डर लाग्थ्यो, कहिले काहीँ गल्ती हुन्थ्यो, कहिले काहीँ आफूले सक्दिनँ जस्तो लाग्थ्यो। तर यही शुभस्वस्तिक अस्पतालले हामीलाई एउटा नर्सबाट प्रोफेसनल नर्स बन्ने बाटो दियो। हस्पिटलका डाक्टर, नर्सिङ स्टाफ, मेडिकल अफिसर, ल्याब स्टाफ, फार्मेसी, एडमिनिस्ट्रेसन तथा सम्पूर्ण हस्पिटल टिमलाई पनि हाम्रो हृदयदेखि नै धन्यवाद। हामीलाई सिकाइदिनु भएकोमा, गल्ती गर्दा सम्झाइदिनु भएकोमा र प्र्याक्टिकल लाइफ बुझाइदिनु भएकोमा हामी हजुरप्रति सधैँ नै आभारी रहनेछौँ। अब पालो आउँछ हाम्रो प्रिय जुनियर भाइ बहिनीहरूको। आज हामी यो नर्सिङ जर्नीको एउटा सुन्दर अध्याय पुरा गरेर अगाडि बढ्दैछौँ। हामी गएपछि कलेज, होस्टेल अनि हस्पिटल उस्तै होला, तर हामीले सँगै बिताएका ती दिनहरू र तपाईँहरूसँग बनेका सम्झनाहरू विशेष रहनेछन्। हामी सिनियर भएर तपाईँहरूलाई कहिले गाली गऱ्यौँ होला, कहिले सम्झायौँ होला, तर त्यो सबै तपाईँहरूले हामीभन्दा अझ राम्रो गर्नुहुन्छ कि भनेर थियो। नर्सिङ सजिलो जर्नी होइन। पढाइको प्रेसर, ड्युटीको थकान, इक्जामको टेन्सन, कहिलेकाहीँ आँसु पनि आउँछ, तर कहिले हार नमान्नु। आज हामी जहाँ पुगेका छौँ तपाईँहरू पनि एक दिन त्यही ठाउँमा उभिनुहुनेछ। हामीले सुरु गरेको यो यात्रा फर्स्ट ब्याचको नाम र लेगेन्सी तपाईँहरूले अझ राम्रोसँग अगाडि बढाइदिनु होला। कलेजलाई माया गर्नु, टिचरहरूलाई रेस्पेक्ट गर्नु, आफूभन्दा ठुलोलाई आदर गर्नु र आफूभन्दा सानोलाई माया र हौसला प्रदान गरिदिनु। र सबैभन्दा महत्त्वपूर्ण, आफ्नो सपना कहिले नबिर्सनु। हामीले आज यहाँबाट बिदाई हुँदैछौँ, तर सिनियर जुनियरको यो सम्बन्ध यही अन्त्य हुँदैन। भोलि तपाईँहरू नर्स बनेर अगाडि बढ्दा हामीलाई सम्झेर गर्वका साथ भन्नु। हामीलाई एउटा गर्व हुनेछ जब तपाईँहरू एउटा सफल नर्स बनेका हामीले देखेछौँ। अन्त्यमा यति मात्र, हामी बाटो बदलिन्छौँ, सम्बन्ध होइन। हामी टाढा हुँदैछौँ, सम्झनाबाट होइन। तपाईँहरूको सफलता हाम्रो सबैभन्दा ठुलो खुसी हुनेछ। धेरै माया जुनियर भाइ बहिनीहरूलाई र शुभकामना। किप लर्निङ, किप स्माइलिङ, किप साइनिङ जुनियर्स। अब पाला आउँछ हाम्रो प्रिय साथीहरू। आज बिदाईको यो क्षणमा शब्द नै कम लागिरहेको छ। ती 3 वर्ष अघि हामी यहाँ आएका थियौँ, एकअर्काका लागि अपरिचित भएर। आज छुट्टिँदै गर्दा लाग्छ हामी साथी मात्र होइन, एउटा परिवार बनिरहेका छौँ। साथीहरू बिना यो 3 वर्षको जर्नी सायद यति सुन्दर हुँदैन थियो होला। कहिले एउटै बेन्चमा बसेर पढ्यौँ, कहिले एउटै असाइनमेन्ट सार्यौँ, कहिले इक्जामको अघिल्लो रातसम्म पढ्यौँ, कहिले एउटै कुरा सम्झेर हाँस्यौँ र कहिले सँगै बसेर रुयौँ। कहिले साना कुरामा झगडा गऱ्यौँ अनि फेरि केही समयपछि आफै मिल्यौँ। सँगै हाँसेका ती पलहरू, दुःख पर्दा दिएका ती साथहरू आज सम्झना बनिरहेका छन्। हामी हिजो एडमिसन लिन आएका थियौँ। आज अन्जान अनुहार, नयाँ ठाउँ, धेरै सपना बोकेर आज यहाँबाट बिदाई हुँदैछौँ। अनुभव, ज्ञान, सम्झना र एउटा ठुलो जिम्मेवारी बोकेर। कुनै दिन पुरानो फोटो हेर्दा ती आँखामा आँसु आउँछ भने त्यो दुःखको आँसु होइन, हामीले कति सुन्दर समय सँगै बिताएका थियौँ भन्ने सम्झनाको आँसु हुनेछ। सायद कलेज जर्नी मात्र सँगै बिताएको भए सम्झनाहरू यति धेरै हुँदैन थियो होला। सायद हामीले कलेज जर्नी मात्र सँगै बिताएको भए सम्झनाहरू यति धेरै हुँदैन थियो होला। हामीले त हाम्रो होस्टेल लाइफ पनि सँगै बिताएका छौँ। सायद हाम्रो नर्सिङ यात्राको सबैभन्दा सुन्दर र कहिले बिर्सन नसक्ने अध्याय नै त्यही होला।
घरबाट टाढा आएर एउटै छानो मुनि बसेका हामी सुरुवातमा अपरिचित थियौँ, तर समयसँगै एउटा परिवार जस्तै भयौँ। एउटै कोठामा बसेर गरेका ती गफ, रातभरिका हाँसो, साना साना कुरामा भएका ती झगडा, फेरि केही समयपछिको मिलापन, त्यस्ता धेरै कुराहरू जीवनभरको याद बनेको छ। होस्टेलको खाना कहिले मिठो त नमिठो, होस्टेलको खाना कहिले मिठो कहिले नमिठो। होस्टेलका कुरा गर्दा गर्दै हाम्रो खाना बनाउने अङ्कल आन्टीलाई कसरी बिर्सन सक्छौँ र कहिले मिठो कहिले नमिठो, कहिले अलिक फरक, तर त्यसमा सधैँ घरको जस्तो माया हुन्थ्यो। हामीले आज यो पकाइदिनु, आज अलिक फरक बनाइदिनु, आज यो खाजा बनाइदिनु, भोलि त्यो खाजा बनाइदिनु है भनेर कति पटक सतायौँ होला। तर अब होस्टेल छोडेर जाँदा सबैभन्दा धेरै सम्झने कुरा मध्ये एउटा हाम्रो मेनुका आन्टीको माया, अङ्कलको माया र सिपाहीको माया पनि मिलेको छ। यसै गरी हामीलाई सधैँ आफ्नो बहिनी सरह ठान्ने र हामीलाई सधैँ माया प्रदान गर्ने हाम्रो प्यारो रमन दाई, विनोद दाई र सुधीर दाईलाई पनि धेरै धेरै धन्यवाद। यो 3 वर्षको यात्रामा हामीलाई सफल वातावरण बनाइदिनु भएकोमा। होस्टेल भनेको हाम्रो लागि केवल बस्ने ठाउँ मात्र थिएन, हाम्रो लागि दोस्रो घर पनि थियो। कहिलेकाहीँ घरको याद आउँदा यही होस्टेल हाम्रो घर बन्यो र एक्लोपन लाग्दा साथीहरू हाम्रो परिवार बने। कहिलेकाहीँ घरको याद आउँदा यही होस्टेल हाम्रो घर बन्यो र कहिलेकाहीँ एक्लोपन लाग्दा साथीहरू हाम्रो परिवार बने। भित्ताहरू उस्तै रहनेछन्, कोठाहरू उस्तै रहनेछ, तर हाम्रो त्यो हाँसो, हाम्रो आवाज पहिलो जस्तो सुनिने छैन। सायद यही नै होस्टेल लाइफको सबैभन्दा सुन्दर कुरा रहेछ। आउँदा घर सम्झेर रोयौँ, जाँदा होस्टेल सम्झेर आँखा रसायो। अन्त्यमा आज हामी यहाँबाट छुट्टिँदैछौँ, तर यो ठाउँ, यी शिक्षक शिक्षिकाहरू, यहाँका साथीहरू, जुनियर भाइ बहिनीहरू र यहाँ बिताएका पलहरू कहिले बिर्सिने छैनौँ। हामी पहिलो ब्याच भएर यो कलेजमा आएका थियौँ र आज यही कलेजको एउटा सुन्दर इतिहास बनेर बिदाई हुँदैछौँ। यहाँ पाएको माया, यहाँ सिकाएको ज्ञान र यहाँ बिताएका सम्झनाहरू हाम्रो लागि सधैँ, हामी हाम्रो साथमा सधैँ बोकेर हिँड्नेछौँ। कहिलेकाहीँ कलेजले हाम्रो चित्त दुखायो होला, कहिले हामीले कलेजको चित्त दुखायौँ होला, कहिले हाम्रो व्यवहारबाट कसैको पनि मन दुखेको भए, जानेर वा अन्जानेमा भएका हाम्रा गल्तीका लागि हामी सम्पूर्ण पिसिएल नर्सिङ हरियरको तर्फबाट हृदयले क्षमा प्राप्ति छौँ र हामीलाई सधैँ सम्झाएर, माया गरेर, सिकाएर र साथ दिएर यहाँसम्म ल्याउनु भएको सबै शिक्षक शिक्षिका, कर्मचारी र हाम्रो कलेज र हस्पिटल परिवारप्रति धेरै धेरै धन्यवाद। आज हामी यो कलेज छोड्दैछौँ, तर यहाँका सम्झना कहिले बिर्सिने छैनौँ। बाटो फरक होला, गन्तव्य फरक होला, तर यो हाम्रो नर्सिङ यात्राको पहिलो कलेज र हाम्रो यस नर्सिङ यात्राको पहिलो परिवार थियो भन्ने हामी गर्वको साथ सम्झनेछौँ। थ्याङ्क यू एभ्रिवान फर योर लभ, सपोर्ट। यो अन्त्य होइन, यो हाम्रो नयाँ यात्राको सुरुवात हो।